हिउँका सेता थोपाहरूसँगै खुसी छाओस् घरमा, हिउँका सेता थोपाहरूसँगै खुसी छाओस् घरमा। येशूको प्रेम र शान्ति सधैँ रहोस् यो घरमा, येशूको प्रेम र शान्ति सधैँ रहोस् घरमा। सजिएका छन् क्रिसमस ट्री र झिलिमिली बत्ती, सजिएका छन् क्रिसमस ट्री र झिलिमिली बत्ती। मेट्युन् सबै मनका पीडा र दुःख कति कति, मेट्युन् सबै मनका पीडा र दुःख कति कति। बाँडौ है आज सबैमा माया र सद्भावको उपहार, बाँडौ है आज सबैमा माया र सद्भावको उपहार। घृणालाई बिर्सेर अगालो सुन्दर यो संसार, घृणालाई बिर्सेर अगालो यो सुन्दर संसार। शान्ताले ल्याउन् झोलामा खुसीका अनेकौं सौगात, शान्ताले ल्याउन् झोलामा खुसीका अनेकौं सौगात। उज्यालो बनाउँछ हरेक दिन र उज्यालो बनाउँछ हरेक दिन, शान्त रहोस् हरेक रात, उज्यालो बनाउँछ हरेक दिन, शान्त रहोस् हरेक रात। मिल्नेछ शक्ति लड्नलाई सबै बाधा र कष्टसँग, मिल्नेछ शक्ति लड्नलाई सबै बाधा र कष्टसँग। बाँचौँ है सबै मिलेर नयाँ उमङ्ग, बाँचौँ है सबै मिलेर नयाँ उमङ्ग र जोससँग। यही छ मेरो प्रार्थना, यही छ मेरो कामना, यही छ मेरो प्रार्थना, यही छ मेरो कामना। क्रिसमसको सबैलाई धेरै धेरै शुभकामना, क्रिसमसको सबैलाई धेरै धेरै शुभकामना, शुभकामना, शुभकामना। भक्तिमय समधुर आत्मिक वाद्य सङ्गीतद्वारा सजिएको मिठो आत्मिक येशू प्रभु जन्मिएको गीत सुन्दै चिसो मौसममा क्रिसमसको न्यानो उपहार र उमङ्ग माया प्रेम साटासाट गर्दै आज 2082 साल 9 महिना 10 गते बिहिबार तदनुसार 25 डिसेम्बर 2025 को सुन्दर क्रिसमसको बिहानीमा सधैँ झैँ आज पनि परमेश्वरको वचन लिएर म प्रभुको सेवक पास्टर योगेन्द्र तपाईहरू समक्ष उपस्थित भइसकेको छु। देश विदेशमा रहनुभएका परमेश्वरका सम्पूर्ण प्रिय विश्वासीजनहरूलाई मेरो न्यानो जय मसीह। आजको परमेश्वरको वचन कार्यक्रममा तपाईहरू सबैलाई हृदयदेखि स्वागत छ। अस्ति हामीले रोमी साम्राज्य र कसरी उनीहरूको शान्ति र सडक सञ्जालले संसारलाई परमेश्वरको महान कार्यको लागि तयार पारेको थियो भन्ने विषयमा मनन गरेका थियौँ। आज हामी बाइबलको इतिहासकै सबैभन्दा महान र उत्तम क्षणमा पुगेका छौँ, त्यो हो येशू ख्रीष्टको जन्म। यो पुरानो नियमको अन्त्य र नयाँ नियमको सुरुवात हो। यो नै समयको पूर्णता हो, समयको पूर्णता। पुरानो नियमका सबै अगम बाणीहरू, सबै राजाहरू र सबै साम्राज्यहरूको एउटै लक्ष्य थियो, मसीहको आगमनको लागि तयारी गर्नु। जब सबै कुरा सही समयमा सही ठाउँमा थिए तब परमेश्वरले आफ्नो प्रतिज्ञा पूरा गर्नुभयो। गलातीको पुस्तक 4 अध्यायको 4 पदले यसलाई सुन्दर ढङ्गले व्यक्त गरिदिएको छ। तर जब समयको पूर्णता आयो, परमेश्वरले आफ्ना पुत्रलाई पठाउनु भयो, जो एउटी कन्याबाट जन्मनु भयो र व्यवस्थाको अधीनमा रहनुभयो। येशूको जन्मले यहुदीहरूलाई मात्र होइन, सम्पूर्ण संसारलाई लक्षित गरेको छ र यो दिनलाई सबैले क्रिसमस र बडा दिन भनेर विश्वले नै मनाउने गरेको छ। यो शब्दको व्युत्पत्ति भाषिक अर्थ के हो त, यो पनि हामी बुझौँ। क्रिसमस शब्द दुईवटा शब्द मिलेर बनेको छ। क्रिस्ट अर्थात् ख्रीष्ट, जसको अर्थ हुन्छ अभिषिक्त वा मुक्तिदाता। मस, यसको अर्थ हुन्छ प्रार्थना सभा वा उत्सव। अतः क्रिसमसको शाब्दिक अर्थ ख्रीष्टको जन्मेको उत्सवमा गरिने आराधना भन्ने हुन्छ। यसको आध्यात्मिक अर्थ र धार्मिक महत्त्व पनि हामी हेरौँ। बाइबल धर्मशास्त्र अनुसार
क्रिसमसको अर्थ निकै गहिरो छ। ईश्वरको आगमन, अदृश्य परमेश्वर मानिसको रूप धारण गरेर अर्थात् येशूको रूपमा यो संसारमा आउनु भएको दिन मुक्तिको आशा संसारमा बढ्दो पाप, अन्धकार र न्यायबाट मानव जातिलाई मुक्त गर्नका लागि जगतको ज्योति लाइट अफ द वर्ल्ड को आगमन, संसारको ज्योतिको आगमन, मिलाप, ईश्वर र मानव बीचको सम्बन्धलाई पुनः जोड्ने एउटा माध्यम। मानवीय र सामाजिक अर्थ। आजको सन्दर्भमा क्रिसमसले संसारका सम्पूर्ण मानव जातिमा हुनुपर्ने केही मानवीय मूल्यहरूलाई जनाउँछ। त्यो हो प्रेम र सेवा, अरूलाई निस्वार्थ रूपमा माया गर्नु र गरिब दुखीको सेवा गर्नु, क्षमा, पुराना रिस राग र दोषलाई बिर्सेर नयाँ सुरुवात गर्नु, दयाभावका कार्यहरूमा अग्रसर हुनु, समाजसेवी हुनु, देशप्रेमी हुनु। उपहार र खुसी। आफ्ना वा प्राय सबै प्रियजनहरूलाई उपहार दिएर खुसी बाँड्नु, जसले दिनुमा बढी आनन्द छ भन्ने कुरा सिकाउँछ। क्रिसमसको मुख्य प्रतीकहरूको अर्थ। क्रिसमस ट्री के हो त? यो सधैँ हरियो रहने रुख अर्थात् एभरग्रीन, जसले चाहिँ अनन्त जीवनलाई देखाउँछ। सदा हरियाली। सदा हरियालीको अर्थ सधैँको जीवन, सुकेको रुख होइन, सधैँ हरियो अर्थात् हरियो रुखको अर्थ एभरग्रीन अर्थात् सदा हरियो। यो चाहिँ अनन्त जीवन हो। जब हामी विश्वास गर्छौँ र हाम्रो जीवन हरियो रुख जस्तो हुन्छ, हामी पृथ्वीमा हुँदा या पृथ्वीभन्दा हामी परमेश्वरको नजिकमा जाँदा पनि हाम्रो जीवन हरियो नै हुन्छ। यो चाहिँ प्रतीक हो। यो त अनन्त जीवनको प्रतीक हो। हरियो रुखको अर्थ अनन्त जीवनको प्रतीक हो। ताराको अर्थ येशू जन्मिएको बेला आकाशमा चम्केको ताराको सही मार्ग निर्देशन र आशाको अर्थ राख्छ, जसले चाहिँ मार्ग निर्देशन गरेको थियो। घन्टी। यो हराएका भेडाहरूलाई गोठालोले बोलाए जस्तै मानिसहरूलाई ईश्वरको मार्गमा आउन गरिने निमन्त्रणा हो। अब यी कुरालाई भविष्यवाणीले पनि पूर्ति गरेको छ। ख्रिस्टको जन्म हजारौं वर्ष अघि गरिएको अगमबाणीको आश्चर्यजनक पूर्ति हो। बेथलेहममा जन्म अगमवक्ता मिकाले यीशुको जन्मस्थानको भविष्यवाणी गरिदिएका थिए। उनले भनेका थिए, तर हे बेथलेहेम एफ्राता, तिमी यहुदाका कुलहरूमध्ये सानो भए तापनि तिमीबाट एउटा शासक निस्केर आउनेछ, जसले इस्राएलमाथि शासन गर्नेछ, जसको उत्पत्ति अनादिकालदेखि भएको हो। रोमी साम्राज्यको साधन। रोमी सम्राट अगस्टसको जनगणनाको आज्ञा लुका 2:1ले यो सुनिश्चित गर्यो कि मरियम र युसुफ नासरतबाट बेथलेहम दाउदको सहरमा जान बाध्य हुन्, ताकि मिकाको भविष्यवाणी पूरा होस्। यसरी एक सांसारिक राजाको आज्ञाले परमेश्वरको योजनालाई पूरा गरेको छ। कन्याबाट जन्म। यशायाले भविष्यवाणी गरे चाहिँ, यसकारण परमप्रभु आफैले तिमीहरूलाई एउटा चिन्ह दिनुहुनेछ। हेर, एउटी कन्या गर्भवती हुनेछिन् र तिनले एउटा छोरो जन्माउनेछिन् र उनको नाम इम्मानुएल राखिनेछ। यशाया 7:14।
इमानुएलको अर्थ हो परमेश्वर हाम्रा साथमा हुनुहुन्छ। गोठाला र ज्योतिषीहरूको आराधना। येशूको जन्मको घटनाले परमेश्वरले कसरी सबै वर्गका मानिसहरूलाई पापबाट फर्काएर पवित्रतामा बोलाउनुहुन्छ भन्ने देखाउँछ। गोठालाहरू। परमेश्वरले स्वर्गदूतहरूलाई यरुशलेमका उच्च पुजारी वा राजा हेरोद कहाँ पठाउनु भएन, तर बेथलेहेमका साधारण गोठालाहरू कहाँ पठाउनु भयो। लुकाको पुस्तक 2 अध्यायको 8 देखि 20 यो घटना छ। कि परमेश्वरले नम्र र साधारण मानिसहरूलाई महत्त्व दिनुहुन्छ। ज्योतिषीहरू यी पूर्वका बुद्धिमान मानिसहरू अन्यजातिले ताराको पछि लागेर येशूलाई सुन, धूप र मुर्रको उपहार चढाउन आए। यसले देखाउँछ कि ख्रीष्टको राज्यको महिमा र आराधना सबै जातिहरू माझ फैलिनेछ। यी दुई समूहहरू निम्न वर्गका गोठाला र उच्च वर्गका ज्योतिषीहरू एकै ठाउँमा, एउटै गोठमा, एउटै शिशु राजाको सामु झुके। निष्कर्ष अर्थात् सारांशमा भन्नुपर्दा येशू ख्रीष्टको जन्म बाइबलको इतिहासको सबैभन्दा ठुलो समयको पूर्णता हो। गलातीको पुस्तक 4:4 रोमीहरूको आज्ञा। जनगणनाले मिका 5:2 को भविष्यवाणीलाई बेथलेहेममा पूरा गर्यो। परमेश्वरले आफ्नो पुत्रलाई नम्रतामा पठाउनुभयो ताकि गोठाला र ज्योतिषीहरू दुवैले उहाँलाई आराधना गर्न सकुन् र येशू प्रभुलाई मुक्तिदाता र उद्धारकर्ताका रूपमा ग्रहण गर्न सकुन्। प्रिय विश्वासजनहरू, ख्रीष्टको आगमनले परमेश्वरले हामीलाई प्रेम गर्नुहुन्छ र हाम्रो पापको समाधानको लागि उहाँ आफै इमानुएल बनेर आउनुभयो भन्ने घोषणा गर्दछ। के तपाईले आफ्नो हृदयमा उहाँलाई स्वागत गर्नुभएको छ? अवश्य तपाईले उहाँलाई आफ्नो हृदयमा स्वागत गर्नुभएको छ र तपाईको जीवनमा परमेश्वरको मुक्ति र उद्धार आएको छ। परमेश्वरले तपाईहरूलाई आफ्नो जीवनमा ख्रीष्टको जन्मको वास्तविक अर्थ बुझ्न सक्ने बुद्धि पनि दिनु भएको छ। तपाईले येशू ख्रीष्टलाई आफ्नो मुक्तिदाता र प्रभुको रूपमा स्वीकार गर्न सक्नु भएको होस्। यो क्रिसमसले तपाईको जीवनमा नयाँ आशाको किरण र हृदयमा सधैँ मुस्कान ल्याओस्। मेरी क्रिसमस। प्रेम, शान्ति र एकताको पर्व क्रिसमसले हाम्रो समाजलाई अझ मजबुत, अझै प्रेमिलो, अझै सद्भावमा अगाडि बढाओस् र एउटा असल समाज निर्माण हुँदै जाओस्। सबैमा यो क्रिसमसको शुभकामना। र आजको दिन उपहार भन्दा ठुलो साथ हो र साथ भन्दा ठुलो माया हो। यो क्रिसमस सबैलाई धेरै धेरै माया बाँडौँ, सद्भाव बाँडौँ, प्रेम बाँडौँ। यो नै परमेश्वरको इच्छा हो। आउनुहोस् हामी यस वचनमा मनन गरौँ। म पास्टर योगेन्द्र आजको लागि बिदा चाहन्छु। भोलि शुक्रबार 2082 साल 9 महिना 11 गते तदनुसार 26 डिसेम्बर 2025 फेरि चर्चको प्रारम्भ पेन्टिकोस्ट र प्रेरितहरूको युगको शक्तिशाली वचन लिएर उपस्थित हुनेछु। तबसम्मको लागि सबैलाई जय मसीह।